नमस्ते साथीहरु, स्वागत छ हाम्रो युट्युब च्यानल टेक्नो इन नेपालीमा। साथीहरु, एसई को रिजल्ट पनि प्रकाशित भइसकेको छ र तपाईहरुले पनि आफ्नो एसई को रिजल्ट चाहिँ चेक गरिसक्नु भएको छ र कुनै पनि सब्जेक्टमा चाहिँ कम मार्क्स आएको तपाईलाई लागेको छ भने तपाईले पनि सजिलैसँग रिटोटलिङ गराउन सक्नुहुनेछ। र साथीहरु, यो विषयमा हिजो मैले भिडियो बनाएको थिएँ, धेरै साथीहरुले कमेन्ट पनि गर्नुभएको थियो, मेसेज पनि गर्नुभएको थियो। रिटोटलिङ लागि प्रोसेस के रहेको छ त्यसको बारेमा नि जानकारी दिनु न भनेर भनिरहनु भएको थियो। सो आजको यस भिडियो अन्तर्गत रहेर म तपाईलाई तपाईलाई कुनै पनि सब्जेक्टमा चाहिँ चित्त बुझेको छैन, कुनै पनि मार्क्स चित्त बुझेको छैन भने तपाईले पनि सजिलैसँग रिटोटलिङ चाहिँ गराउन सक्नुहुनेछ। र साथीहरु, भिडियोमा सुरु गर्नुभन्दा अगाडि म तपाईलाई जानकारी गराउन चाहे रिचेकिङ र रिटोटिङ भनेको छुट्टा छुट्टै पार्ट हो। रिचेकिङ भनेको तपाईको टोटल पेपरलाई चाहिँ रिचेकिङ हुन्छ र त्यस्तै गरी रिटोटलिङ भनेको तपाईले एक्जाम दिइसके पछाडी एक्जामिनरले जुन मार्क्स चाहिँ तपाईको कपी चेक गरिसके पछाडी मार्क्स तपाईको यो मार्क्समा यति नम्बर दिएको, त्यो नम्बर छुटेको छ भने त्यो नम्बरलाई चाहिँ एड गराउनको लागि तपाईले रिटोटलिङ गर्न सक्नुहुन्छ। अर्थात तपाईले चाहिँ राम्रो पेपर गर्नु भएको छ, एकदम राम्रो तपाईको एक्जाम गएको छ, तपाईले सबै प्रश्नको एन्सर राम्रो दिनु भएको छ र एक्जामिनरले पनि चेक गरेर सबैमा मार्क्स दिनु भएको छ र मार्कसिट यो रिजल्ट प्रकाशित गर्दा चाहिँ कुनै पनि नम्बरहरु चाहिँ छुटाउनु भएको छ भने तपाईलाई लागेको छ भने रिटोटलिङ मार्फत त्यो नम्बरहरुलाई चाहिँ तपाईले एड गर्न सक्नुहुन्छ, जस मार्फत तपाईले आफ्नो ग्रेडिङलाई पनि बढाउन सक्नुहुन्छ। त्यो चाहिँ रिटोटलिङ रहनेछ। र रिचेकिङ भनेको टोटल पेपर रिचेकिङको सिस्टम रहनेछ र यो चाहिँ रिचेकिङ चाहिँ हुँदैन, तपाईले रिटोटलिङ चाहिँ गराउन सक्नुहुनेछ। रिटोटलिङमा चाहिँ तपाईको छुटेको मार्क्सहरु पेपरमा चाहिँ मार्क्स छन् र मार्कसिटमा चाहिँ मार्क्स छैनन् भने चाहिँ त्यो नम्बरलाई चाहिँ एड गराउन सक्नुहुनेछ। साथीहरु, तपाईहरुलाई पनि कुनै पनि सब्जेक्टमा चाहिँ चित्त बुझेको छैन, कुनै पनि मार्क्स भने तपाईले पनि रिटोटलिङ गराउन सक्नुहुनेछ र रिटोटलिङको अन्तिम डेट भनेको असारको 23 गते साँझ 5 बजेसम्म रहेको छ र भर्खरै राष्ट्रिय परीक्षा बोर्डले पनि यो सूचना जारी गरिसकेको छ र म तपाईलाई सूचना पनि देखाउने छु। र त्यस्तै गरी मैले भर्खरै राष्ट्रिय परीक्षा बोर्डमा कल गरेर पनि बुझेको थिए यो रिटोटलिङको अप्सन यतिखेर चाहिँ इनेबल छैन र केही समय पछाडी इनेबल हुनेछ र इनेबल भइसके पछाडी तपाईहरुले पनि आफुलाई चित्त नबुझेको कुनै पनि सब्जेक्टको चाहिँ रिटोटलिङ गराउन सक्नुहुनेछ। र साथीहरु, राष्ट्रिय परीक्षा बोर्डको यो सूचना के रहेको छ र कसरी तपाईले चाहिँ अनलाइन फर्म भर्न सक्नुहुन्छ त्यसको जानकारीको लागि भने म तपाईलाई मोबाइल स्क्रिनतिर लादै छु। फेरि यतिखेर तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ भर्खरै सूचना गरेको यो सूचना तपाईले स्क्रिनमा देखिरहनु भएको छ र त्यस्तै गरी यहाँ चाहिँ तपाईले 82 साल असार 23 गते साँझको 5 बजे बेलुकासम्म चाहिँ तपाईले निवेदन दिन सक्नुहुन्छ र निवेदन चाहिँ तपाईले अनलाइन मार्फत दिन सक्नुहुन्छ। अनलाइन मार्फत भर्नुपर्ने प्रक्रियाहरू तपाईले देख्न सक्नुहुन्छ। फर्स्ट नम्बरमा रहेको छ exam.neb.gov.np/se मा गएर स्टुडेन्ट पेमेन्टमा जाने भनेर दिइरहेको छ। यो चाहिँ अथवा भनेको अर्को अप्सन पनि रहेको छ। यो चाहिँ फर्स्टमा यहाँबाट पनि जान सक्नुहुन्छ भने त्यस्तै गरी सेकेन्डमा पनि यहाँ रहेको छ वा भनिरहेको छ www.see.gov.np मा गई एप्लाई फर रिटोटलिङ फर एसई 2081 मा क्लिक गर्नुस् भनिरहेको छ। फर्स्टमा गएर तपाईले यो वेबसाइटमा गएर एप्लाई फर रिटोटलिङ फर एसई 2081 मा क्लिक गर्नुहोला र साथीहरु क्लिक गरिसके पछाडी सिम्बल नम्बर राख्नुहोला र जन्म मिति पनि यहाँ राख्नुहोला, राखेर सर्च गरिदिनु होला र सिम्बल नम्बर राख्दा चाहिँ पछाडीको अल्फाबेट चाहिँ राख्नु पर्ने आवश्यक छैन भनिरहेको छ। तपाईले सिम्बल नम्बर मात्र राख्नुहोला र डेट अफ बर्थ राखेर सर्च गरिदिनु होला र साथीहरु सर्च गरिसके पछाडी यहाँ कुन विषयमा रिटोटलिङ गराउन चाहनु भएको त्यो विषयमा चाहिँ तपाईले टिक लगाइदिनु होला। यहाँ तपाईले देख्न सक्नुहुनेछ यहाँ कम्प्लिट जानकारी यहाँ दिइरहेको छ। त्यो सब्जेक्टमा कुन सब्जेक्टमा तपाईलाई चाहिँ चित्त बुझेको छैन त्यो सब्जेक्टमा तपाईले टिक लगाइदिनु होला र साथीहरु टिक लगाइसके पछाडी अर्को अप्सन यहाँ देख्न सक्नुहुन्छ पे युज फर ई सेवा खल्ती आइएमई पे एन्ड कनेक्ट आइपीएस बाट पेमेन्ट गरिदिनु होला र यो चाहिँ तपाईले पेमेन्ट गर्नुपर्नेछ र पेमेन्ट चाहिँ कति लाग्छ भनेर यहाँ खुलाएको छैन। जब यो इनेबल भइसके पछाडी तपाईले एप्लाई गर्दा चाहिँ त्यहाँ अप्सन सो हुनेछ कति चार्ज लाग्नेछ, त्यो अनुसार तपाईले पेमेन्ट गरिदिनु होला र कन्फर्मेसन मेसेज आउनेछ भनिरहेको छ। तपाईले पेमेन्ट गरिसके पछाडी कन्फर्मेसन मेसेज आउनेछ, तपाईको पेमेन्ट चाहिँ मैले रिसिभ गरि भनिरहेको छ र त्यस्तै गरी लास्ट नम्बरमा चाहिँ रिजल्टको लागि वेबसाइटमा हेर्नु होला भनिरहेको छ। तपाईले जब यो आवेदन दिनुहुन्छ, आवेदन दिइसके पछाडी वेबसाइटमा चाहिँ रिजल्ट भन्ने साइट मुनितिर साइडतिर तपाईले रिजल्ट रिटोटलिङ रिजल्ट भन्ने अप्सन पाउनुहुनेछ, त्यहाँ क्लिक गरेर आफ्नो रिजल्ट चाहिँ चेक गर्न सक्नुहुनेछ है त। यो तरिकाले तपाईले कुनै पनि सब्जेक्टमा चित्त बुझेको छैन भने चाहिँ सजिलैसँग आफ्नै मोबाइल ल्यापटप प्रयोग गर्दै रिटोटलिङ चाहिँ गर्न सक्नुहुनेछ।